गुड मर्निङ एभ्रिवान। हामी चाहिँ अहिले गुल्मी जिल्लाको सिमलटारी प्रहरी चौकी मर्बुङदेखि प्रहरी जवान अबिन पोखरेल म प्रसन्नी जयगोपाल श्रेष्ठ। आज हामी एउटा मिसनको लागि जाँदैछौँ। अहिले चाहिँ हामी देख्न सक्नुहुनेछ यो गाउँघरको बाटो, जङ्गलको बाटो भएर जाँदैछौँ। खास कुरो के हो भने हामी हिजो 2 बजेको हाराहारीमा एकजना यही एरियाको नामुद चोर, पहिला पनि पटक पटक चोरी गरिरहेको फुच्चे केटो रहेछ। धेरै उमेर त भएको छैन, समथिङ 14-15 वर्षको होइन भाइ? कति वर्षको भाइ थियो? 14 वर्षको केटो। एउटा मेडिकलमा छिरी 17,000 रुपियाँ त्यहाँबाट चोरेर फरार भएको। अनि जान सक्ने सम्भावना एरिया कहाँ त भन्दाखेरि अब जान सक्ने सम्भावना एरिया यही एरियामा हुनसक्छ भनेर हामी के अरे भाइ अब उसको घरमा फोन गरेर सोधेको, घरमा पनि रहेन रहेछ, बुवालाई सोधेको मामा घरमा पनि रहेन रहेछ। अनि उसको सम्भावित एरिया कहाँ हो त भन्ने तरिकाले हामी त्यही अनुसार खोज अनुसन्धान मिसनमा लागिरहेको छौँ। सायद अब सक्सेसफुल भइन्छ होला। आज नै हिजो चोरी गरेर भागे आएको थियो। बुवा कहाँ हो? बुवा घर तपाईँको? बाटो मुनिको हो? हजुर हजुर। हैरनी भन्छ हिँड्दा। ए बुवाको नाम के हो? मेरो देवबहादुर दमाई। ए देवबहादुर दमाई। छोराछोरी कति छन् त? छोराछोरी कति छन्? हो बच्चा बच्ची कति छन् भने? छोराछोरी सन्तान कति छन्? 2 भाइ 4 भाइ 6 भाइ 2 भाइ छोरा। 2 भाइ छोरा। नाति नै पलती गरेर 22 होइन। 22 भएन? त मालिक हुनुभएछ त 22 जनाको। राज्य नै खडा गर्छ। आउनुहोस्। ल अहिले चाहिँ हामी यो डाँडामा आइपुग्यौँ। समथिङ हामी 1 घन्टाको पौने घन्टाको यात्रापछि यो डाँडामा आइपुग्यौँ। अहिले हामीलाई प्राप्त जानकारी अनुसार हामीले पारी साइडमा पनि, यो पारीदेखि नै गाउँमा पनि त्यो जसको पैसा हराएको थियो त्यहाँको साथीहरू लागि परिरहनु भएको छ। त्यो माथि गाउँदेखि नै गाउँमा त्यो केटो फेला पर्यो। त्यो गाउँमा होइन भाइ, हस्पिटल साइडमा त्योभन्दा माथितिर फेला पर्यो भन्ने कुरा आयो। अनि त्यो केटाहरूलाई देख्ने बित्तिकै त्यो चाहिँ तुफान यो तलपट्टि यो गाउँदेखि तल खोलातिर, यहाँ तल खोला छ एकदम ठुलो, देख्न सक्नुहुनेछ। यो खोलामा आउँछ कि भनेर हामी त्यो तर्फ जाँदैछौँ। र माथिबाट फेरि अर्को हाम्रो मालिकहरूको घर कहाँ पर्यो? माथिबाट चाहिँ त्यो साथीहरूले लखटिरहेको छ त्यो पुच्चेलाई। ल साथीहरू केही होला जस्तो छ है, आज चोर पक्राउ पर्ला जस्तो छ। हामी चौकीको स्टाफहरू हो। एउटा चोर रहेछ कि यता माथि डाँडामा। कसको छोरा रे भाइ? त्यो नरबहादुरको छोरा के त्यो विराज भन्ने, चिन्नुहुन्छ? पहिलादेखि चोरेर आएको थियो अलिअलि। नरबहादुर भन्नाले हो माथि। उसको छोरो चाहिँ एउटा चाहिँ एकदम अलि बुवा आमालाई नि अलि एक फेर त पक्रिनु भएन र, पक्रिराखेको। अब पक्रेको हो के अरे, अब सम्झौता छोड्या हो। अब पछि फेरि चोरी राख्छ। अब के गर्छ? हो हामीले पठाइदिएको तम्गास हो। भाउ पनि कहाँ हो? पछि यतापट्टि यो टोली गइदिएन। अनि उमेरको कारणले चाहिँ भयो के बिठाइ गरेछ के बुवा हिजो फेरि चढ्थ्यो। ल साथीहरू हामी अझै पैदल हिँडिरहेछौँ, खोलातर्फ लागिरहेछौँ। बाटो एकदम अप्ठ्यारो, बाइक पनि नजाने बाटो। बाइक त यहाँ जानु सम्भवै छैन। हामी यो पारिपट्टि स्कुल देखिन्छ नि, रातो स्कुल। हो यहाँ आइपुगेका छौँ। तिमी कहाँ त छौ? उठाउँदैछौ कि दायाँ बायाँ भएर हिँडेको? ल ओह्रालो झर त्यहाँ गाउँमुदी त्यहाँ खोज्दै झर। हामी यताबाट यहाँ हेर्छौँ। अब हामी हिँडेर पनि भएन, फेरि त्यसलाई यहाँबाट स्पष्ट देखिन्छ नि त मान्छे हिँडेको। यतातिर हामीले त्यहाँबाट गाउँदी पनि हामीले फोटो देखाउँदै
फोटो देखाउँदै यो मान्छे यताउता भनेको नि परायसोले चिन्नु भएको छ। अब नचिनेकोलाई हामीले यो मान्छेले देख्दा बित्तिकै हजुर च्याप्पै समातेर हामीले फोन गर्नु होला भनेको छौँ। नभए देखेपछि अफिसको नम्बरमा फोन गर्नु भनेर भन्दै जानकारी गराउँदै हामी अब स्कुलनिर आइपुग्यौँ है त। ल तपाईँहरू उताबाट आउनु त। के तिनीहरू के छ के देखाएको छैन अरे तिनीहरूले? तिनीहरू पनि त्यहाँको मान्छेहरूलाई सम्पर्क गरेर भनेपछि त्यो केटाको पछि छैन तिनीहरू? पछि भन्नाले अब यही बाटो गइरहेको भन्ने तरिकाले आइरहेको त्यति एउटा बच्चालाई लड्न सक्दैन यार। त्यो कति वर्ष केटाहरू त्यसले? यो त अब त्यो 14 गएर अब अर्को के अर्को खोज्ने मान्छे अब 26-27 को भइसक्यो। 26-27 वर्ष निर्वाचन प्रहरी पनि गएको थियो। अरे यार अनि एउटा बच्चाको पछि दौड्न सक्दैन कि? त्यो त हेलिकप्टर त होइन होला नि उड्ने त, दौडेर आउला चारैतिरबाट आउला। अब ठ्याक्कै झऱ्यो भने चाहिँ यो ट्याक्क यहाँ पारिबाट हामीले देख्न सक्नेछौँ अहिले केही छिनमा त्यो मान्छे चोरलाई। पक्कै पनि आशा छ आज हाम्रो मिसन सफल हुनेछ। ए बुवा नमस्कार, आराम हुनुहुन्छ? घर कता यतै तलतिर हो? कता हिँड्नु? यता पर जाने कहाँ हो घर? हामी यहाँ एकजना त्यो विराज भन्नेलाई चिन्नुहुन्छ तपाईँले? विराज भन्ने माथि नरबहादुरको छोरो त अलिअलि चोर्ने हिँड्ने गर्छ हुन्थ्यो नि। विराज भन्ने त्यो सानो खुट्टे चिन्नु भएको छैन? चिन्नु भएको छैन त? त्यो माथिको त्यो नरबहादुरको छोरो भन्ने त्यो नरबहादुर माथिको मर्बुङको अब त्यसको यही हो फोटो हेर्ने यत्रो छ। अब उमेर सानो छ, दिमाग पनि यसको एकदम तेज भयो। यसले चोरेर हिँडिरहेछ। अब त्यो यही बाटो आइरहेछ भन्ने देख्नु भएको रहेछ नि। लखर उताबाट आइरहेछ। अब हामी पनि यताबाट गयो भेटियो भने चाहिँ गर्ने भने यतातिर यसो एकचोटि हुँ पनि लगेको उमेरले गर्ने बेला सम्झै बुझाइ छोडिदिएको उमेरले गर्ने बेला अब सम्झाइ बुझाइ यताउता नि गरेको एक दुईचोटि लगाएको। अब त्यो खोल्साबाट आउन सक्छ कि भाइ? बाटो यो बाटो हो झर्ने त्यो यहाँबाट झरेको त्यो ठाकठाक झरे यो बाटो होइन बिना बाटो त कहाँ झर्छ त भाइ? एउटा गाडी यहाँ हरायो, एउटा ताउलो, एउटा गाडी हराएको एउटा मोहन सर भन्ने माथि घर हो त ठुलो घर। एउटा यो पुच्छर हराएर ताउलो हराएको। मोहन सर भन्ने कहाँ थियो? चौपानी माथि उता लास्टको यताको घर हो। माथि पोल छ उतापट्टि, त्यही पोलदेखि यतापट्टि घर हो। त्यो रातो रङ लागेको बङ्गला त्यो घरबाट कपडा कस्तो लागिरहेको छ? हेलघरमा यो अरूभन्दा पनि डाइरेक्ट बाटो आउँदैन कि त्यो खोल्सातिरबाट हान्छ? अनि यो बाटो त डाइरेक्ट हुन्थ्यो। हामी अझै त्यहाँ बस्नु छ झोलुङ्गे पुल त यहाँ छ होइन। अब एकछिन यहाँबाट वाच गर्नुपर्छ हामीले। यहाँबाट कता जान्छ के गर्छ भन्नेको त यस्तो लगाएछ। हामी चाहिँ चोरलाई खोज्दा थाकेर बसेका छौँ यहाँ अहिले। यताबाट अनुसन्धान भइरहेछ, पारि निहालिरहेछ। भेट्यो लाग्छ छैन यार, कता छिर्यो त। त्यही उत्तिसनीको बाटै गइन्थ्यो नि। त्यही उत्तिसनीको बाटो तलबाट छ भने नि भएन? खोल्छै त्यही त हो भनेको। अब तपाईँ यो कपडा कस्तो लाग्छ? त्यसले कालो क्याप अनि कालो टी सर्ट, कालो प्यान्ट, भी क्याप, पी क्याप। ल हुन्छ अहिले पनि देखेर छोपेन है, च्याप्प पार्न पर्ने के। बाइक रोकेको देख्दा बित्तिकै हिँड्यो। अनि त्यो पसलमा जुन पसलमा बसेको थियो त्यसलाई पैसा दिएछ कि दिएको छैन भन्ने कुरो केही सोध्नुभयो? हो ल झर अब खोलासम्म झर्नै पर्यो क्या? यसो भेट्नु चाहिँ यतै। ल कालो क्याप, कालो टी सर्ट, कालो
कालो लाएर तल झरे चाहिँ गरेर आज ती माथि गएर बसिरहेको रहेछ त्यो होइन हामी यत्र बिहानभरि यताबाट हिँडिरहेछौँ यो भनेपछि त्यसले अघि पनि त्यो हामीलाई त्यहाँ झरे जस्तो गरेर त्यो कतैबाट लुकचुप गरेर माथि बाटोतिर निस्केर फेरि उतै काफलपाटैतिर गएर बस्ने पो हो कि भनेर चाहिँ एकजना बाइकमा राउन्ड लाउनुहुन्छ कि भन्नु खोज्छ यता पनि लाउनु पर्यो राउन्ड होइन महेन्द्र झरिरहेछ हामीले पारिबाट वाच देखिरहेको छैन हामी पारिबाट वाच गरिरहेछौँ त्यो आइरहेछ गाउँमा छिर्दै छिर्दै तपाईँले पनि एकचोटि त्यो त्यसको माउलोतिर अझै एकचोटि फोकस गर्नु पर्यो कि माउलोतिर साइडमा अनि यता पनि यता यो साइडमा अनि अझै तलपट्टि त्यो बिदी खोला साइडतिर गरेर यसो एक राउन्ड छड्के हान्न पर्यो कि यो ठाउँमा आएपछि त्यसले त्यहाँ झुक्काउन सक्छ कि हामीलाई हिजो त्यसले हामीलाई 3 ठाउँमा झुक्काएको छ त्यही भएर तपाईँ पनि एकचोटि त्यहाँ एकजना झर्ने खोलेखोल झर्नु हामी वारी बसेर हेरिरहेछौँ महेन्द्र अर्को साइडबाट आइरहेछ एकजनाले चाहिँ बाइक त्यहाँ गएर मोटो बाटोमा यसो बुझ्दै गरेर यस्तो यस्तो कपडा लगाएको भनेर एउटा त्यहाँ भन्दै अनि एक राउन्ड लगाउनुहुन्छ कि भने त्यही त दुईजना एकै ठाउँबाट झर्न भन्दा त्यही गर्नु चाहिँ एकजना ल साथीहरू हामी खोलामा आइपुग्यौँ चोर लखड्दा लखड्दा झलिङ्गे पुलमा आइपुग्यौँ अब चोरको नाम निशाना देखिएन भेटिने लक्षण अलिकति कम हुँदै गइरहेछ के हो यो पुरै हल्लिन्छ त यार ओ हरियाली छ अहिले बर्खामा यो खोलो भयङ्कर ठुली आउँछ कि अब अहिले अझै आउने समय भएको छैन यो ठाउँमा पुरै धान रोपेर पुरा यहाँ है खोज्दै लामपाटातिर पारीदेखि वारीको डाँडासम्म आइपुग्यौँ लगभग माथि गएको सङ्ख्या भयो 10 किलोमिटरको यात्रा पैदल र चोर अझै पनि हामी त्यसको त फेला पर्न सकेको छैन गाइज आइपुग्छौँ के गर्ने तपाईँहरू पनि त्यहाँ आउँदा है कहिले कहाँ यस्तै हो है त सङ्घर्ष गर्नुपर्ने हुन्छ विभागमा जङ्गल जङ्गल सारेर कुनै अपरेसनको लागि हिजोको ठाउँमा सक्सेसफुल हुनलाई दिमाग र परिश्रमको जरुरत हुन्छ जनतालाई लागि फाइनली गाइज हामीले चाहिँ चोरलाई समातिसकेका छौँ भन्नाले पनि हामीले समाउनु हुँदा नि स्थानीयलाई हामीले नम्बर दिएर आएको थियौँ चोर समाति चाहिँ हामी खाना खाएर बिहानभरि खोज्यौँ ए ल तर भेटाएन यो भाइ र मैले ल्याउन जाँदैछौँ अहिले चाहिँ यहाँ चोर गाउँमा नम्बरहरू सबै बाँडेर आएको थियौँ र त्यो चोरलाई चाहिँ समात्न सफल हुनुभयो अरे अब हामी फाइनली सफल भयो हाम्रो मिसन चाहिँ सफल भयो हजुर सफल त पार्छ एकदम त्यसको बिहान तपाईँको हामी 4 बजे उठेर पुरै हतकडी ल्याएको खबर आएको थियो पहिला लगाऊ खोल्थ्यो चोर हुँदै आएको छ भागेर बिहान त लखटेका छन् नि यसलाई त्यहाँबाट बिहानैदेखि हामी सचेत थियौँ होइन होइन लगाउने हो त्यो दोनेटाको सरको पनि त हिजो त्यत्रो हराएको रहेछ दन्टा सरको तपाईँको प्रत्यक्ष भित्रै भेटेको अरे हो कति लिएर हिँड्थ्यो सायद खै मजले काट्यो यसैले लिएर त नहोस्